कस्तो रहला त तपाईको लागि आजको दिन। आज मिति 2082 माघ 15 गते बिहीबार, माघ शुक्ल पक्षको एकादशी तिथि, भीमा एकादशी व्रत। अब सुरु गरौँ सिएनटी प्रेसका लागि ज्योतिष पण्डित सुतिप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरुका लागि आजको दिन क्रोध बढ्नेछ, आर्थिक समस्या झेल्नु पर्नेछ, नसोचेको धन खर्च हुने समय छ, बानीको कारण आफन्त टाढिने समय छ। वृष राशि। वृष राशि हुनेहरुका लागि आजको दिन कठिन कार्यलाई सम्पादन गर्नुपर्नेछ, मित्रहरूसँग मन रमाउनेछ, सामाजिक क्षेत्र सफल रहनेछ, आर्थिक कारोबार भने मध्यम रहनेछ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरुका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। मिथुन राशि। मिथुन राशि हुनेहरुका लागि आजको दिन रोकिएका कार्य सुचारू हुनेछन्, धार्मिक क्षेत्रमा मन लाग्नेछ, व्यवसायमा लाभ मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ, लाभ हानि बराबर रहनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरुका लागि आजको दिन राजनीतिक क्षेत्रमा आबद्धहरूका निम्ति घातक समय छ, रोजगारी गर्नेहरूका लागि कठिन समय छ, आर्थिक लाभ भने हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरुका लागि आजको दिन सकारात्मक ऊर्जा वृद्धि हुनेछ, नसोचेको धन लाभ हुनेछ, आफन्तबाट सहयोग मिल्नेछ, वैदेशिक क्षेत्र सफल रहनेछ, मेहनत अनुरूप प्रतिफल मिल्नेछ। कन्या राशि। कन्या राशि हुनेहरुका लागि आजको दिन उच्च पदस्थ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ, कारोबार राम्रो रहनेछ, पारिवारिक जमघटले मन प्रसन्न रहनेछ, सोचेका कार्यले पूर्णता पाउनेछ। तुला राशि। तुला राशि हुनेहरुका लागि आजको दिन स्वास्थ्यमा समस्या देखिन सक्छ, आम्दानी भन्दा खर्च बढी हुने समय छ, आर्थिक कारोबारमा विचार पुर्याउनु पर्नेछ, नसोचेको व्यक्तिबाट धोका हुन सक्छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरुका लागि आजको दिन मान सम्मान बढ्नेछ, सामाजिक कार्यमा मन लाग्नेछ, मनोरञ्जनका कार्यमा सहभागी बन्ने अवसर मिल्नेछ, मित्रहरूबाट सहयोग मिल्नेछ। धनु राशि। धनु राशि हुनेहरुका लागि आजको दिन पदोन्नतिको समय छ, नयाँ कार्ययोजना बन्नेछन्, काममा उत्साह बढ्नेछ, सहकार्यबाट सफलता मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ। मकर राशि। मकर राशि हुनेहरुका लागि आजको दिन शारीरिक आलस्यता बढ्नेछ, परिश्रम अधिक सफलता कम मिल्नाले मन खिन्न रहनेछ, साथी सङ्गीसँगको भलाकुसारीले मन प्रसन्न रहनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरुका लागि आजको दिन व्यवसायको क्षेत्र मन्दी रहनेछ, सामाजिक क्षेत्र सफल रहनेछ, नजिकको मित्रबाट सहयोग मिल्नेछ, काम गर्ने उत्साह बढ्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरुका लागि आजको दिन नसोचेको धन लाभ हुने समय छ, धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ, सोचेका कार्यमा सफलता मिल्नेछ। राशिले जे जस्तो फल बताए पनि हजुरहरूको कार्य सफलताको कामना, अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना, यात्रामा रहनुहुनेलाई मङ्गल यात्राको कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना, पाथिभारा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।